Hey guys, welcome back to my YouTube channel. के चाल खबर ठीक ठाक गुड मर्निङ सन्चै हेर न के भन्छ न मम्मीलाई अस्ति आमा औसीमा किनिदिएको सुट हो झिमिक्कै परे खान के भन्छन् आज चाहिँ हाम्रो घरमा सत्यनारायणको पूजा लाग्दैछ के किनभने त्यो चोखाउनु पर्दो रहेछ नि त घर त्यही भएर हाम्रो बा ट्यापे पुरा छाती खोलेर बस्छ अहिले त ट्याक्ले उन्टी एकचोटी चुप खाम कति सुन्दर छिन् ओ यो कालो यता फर्के यो कालो दाँत देखा यो मान्छे भन्दा दाँत छ यो चाहिँ यो अचारका लागि यो तरकारीको छि झिङ्गा त धबाउ लाज हो मास्मिनाथ भगः संस्कृति विद्यदन सोस्तिको खासरुद दान सोस्ति अब स्वामी सोम सुकृष्टम सर्वना सोस्ति आदित्यासुविषे देवानो अद्यासोस्ति वैश्वानरो वसुर सोस्ति जीवादर सोस्ति सोस्ति पंथा मनुतरि मेषडी तन्त्र वेशाव एक वर्षपछि टीका लाउँदा कस्तो देखिएको एक वर्षपछि टीका लाउँदा कस्तो देखिए र अगाडि गएर केही भन्दैन डाँडा मात्र फाडे खान भोक लागेको अब त अझै सकिया छैन पूजा अझै बाँकी छ सानो चुप लाऊ चुप माइजु अरे खाना जम्मा है माइजु अरे मेरो काम त यस्तो यो घर चोखो पार्दै हिँड्ने काम हो मेरो यति त बनाए छोरी टग्ली बा टग्ले टग्ला टग्ली टग्ला टग्ली ओ टग्ला टग्ली टग्ला टग्ली हामी तक्क्यो दुईटा भन्छ टग्ला टग्ली हामी तक्क्यो टग्ला टग्ली टग्ला टग्ली उ त माथिबाट फाल्थे त रोटीहरू अनि उहरू त पैसाहरू माथिबाट फाल्थे त अनि तल हुने मान्छेले समात्थे त होइन सिक्का पैसाहरू फाल्थे के पानी शुद्ध अनि रोटीहरू फाल्थे प्रसाद ल कट्यो यसो गरेपछि दिदी पुऱ्याएपछि कट्यो त्यो त माथि गएर फाल्थे के कस्तो उ त्यहाँ भरेको माथिबाट पानी एक बाल्टी छ त सबले चुइकम टाँसेछ त्यो त पानीको अहिले तिमीलाई व्यवस्था मैले यहीँबाट फाल्छु त्यो धुरी पट्टिमा छोडिदिनु भयो पर टक्ले मुन्दैन ले सक्यो पूजा रेस्ट एक वर्षपछि टीका लाउँदा त अलग्गै माहौलै अलग्गै हुँदो रहेछ अब खाना बाँकी छ त्यसपछि सिधा धनगढी भोलि हाम्रो ब्याङ्का ठुलो कार्यक्रम छ त्यही भएर आज सिधा बागा भान्जाको नाममा एउटै हो यो ए ल नाम त दक्षिण मात्रै हो गाइजलाई अलि बढी दियो है है त दिदी दिदीले लगाइदिनु भयो आज
आज डल्लीको कपाल खुइलाको भनेर सबैले टिका लगाइदिनु लाएको खै मम्मी खै म लगाइदिन्छु ल ल ल ल ल होइन मम्मी क्या मम्मी 10 रुपियाँ अन्त 10 रुपियाँ मैले त 10 रुपियाँ दिने रे के उसलाई ए हो ल मन 10 रुपियाँ ल छिटो कपाल आयो है ल मलाई तिमी 10 रुपियाँ दिनु भनेको है एकचोटि के खाने खुट्टा धोगियो राम्रो न एकपल्ट पैसा मात्र दियो नमस्ते गर बहिनीले टिका लगाएर 10 रुपियाँ देऊ ल निदान हो याद यता उनको पछा खानी ल्याउ टिका लगाइदेऊ गालामा लगाइदिनु यसलाई पनि टिका लगाउनु पर्छ हैन अनि लगाइदिनु पर्ला यहाँले पनि पैसा राखिदिनु 10 रुपियाँ तिमीले के खाने हो त्यो बहिनीले एउटा देऊ एउटा म राखिदिन्छु अहिले पछि मस्त मासु ब्याग खै राख तिमी राख मैले त पैसा लिएर आइन ओइ भएको झार्दी पैसा पहिला खुट्टाबाट हो मेरी छोरी धेरै पढे यसो गर नि सिधा पैसा चाहिन्छ कि चाहिन्न कान्छ आज सानोको ह्यापी बर्थडे हो के ह्यापी बर्थडे अहिले पछि दिउँला है पैसा है बाँकी है खै यसो एउटा फुल ल्याइदिए जाति छ कोको पाला नमस्ते गर आमालाई टुप्पीमा फुल आमा कति धेरै पैसा हो हेर न आफै फुल्थ्यो आफै फुल ल पैसा समा त उसले त ब्याउने यसरी लगाइदे बहिनीलाई ल कानमा ल बहिनीले टिका लगाइदियो यतापट्टि लगाइदियो यतापट्टि आधी बेता त बाबु तिमुले लगाइदिनु टिका तिमीले टिका लगाइदियो पैसा लाउ बहिनी भन अब खुट्टी दो ढोग्लियो बहिनीको ह्यापी बर्थडे भयो क्या हो लगाइदियो तिमी टिका अब त्यो राख्ने ह्यापी बर्थडे भयो झन् ठुली मान्छे उसले के सोची म भन्दा सानीले कहाँ लाउन है सोची ल पैसा देऊ 10 रुपियाँ पैसा देऊ एउटा पैसा देऊ न एउटा पैसा देऊ ल यहाँ पूजा भन्दा त भ्याङ्कर देखेको टिका पो भयो आमाले गर्नुभयो नमस्ते गरिनौ आमालाई नमस्ते गर अब बाँकी लगाइदिन्छु मेरो पालो मेरो नातिनीको भेटले चक्का छोडोस् ज्ञानी बने धेरै पढे है पैसा दिएर छैन अबसँग ल आधी बेता हो त
बाबा कति ठुलो ठुलो नोट दिएका हुन् सबैले मलाई रातो नलगाइदिनु ल पैसा ल यो त क्यामेरामा पनि आउँदैन है खुट्टाले चाहिँ सिपालु थियो सानीको पैसा कति धेरै छ ल भयो भयो खै सानो भयो कति राम्रो ह्याप्पी बर्थडे भइहाल्यो अब ह्याप्पी बर्थडे भइहाल्यो सानो आज तिम्रो के हो ह्याप्पी बर्थडे होइन कपाल फालेको जोर गर्नु के अरे न त बनाइदिन्छु कपाल फालेर टिकी लगाएको होइन होइन के अरे कपाल फालेर टिकी लगाएको हो कि नै मुखबाट पैसा निकाल न हल्ली हल्ली गरेर गएर न धनगढी आइसक्यो धनगढी आएर पनि सपिङ गर्न आएको सपिङ ओहो राम्रै देखा यहाँ होइन मेरो नै घर पुगेर ब्याग राख्नु पाएन बाटोमै छोपेर सपिङ बाटोमै छोपेर सपिङ भयंकर सुंदर देखी छ खै रश्मि त देखेर त तर रश्मि त भयंकर सुंदर देखे है तर आज मलाई छोडेर आफ्नो घर जान लाग्यो यस्तो गरेर हिँड्ने भए छिटो हिँड्नु